दर्शकबिनहरू सक्नुहुन्छ सबैको भलो गर्नुहोला, यदि सक्नुहुन्न भने कसैको को भलो नगर्नुहोला र तपाईँहरूको दिन आज सुखमय बितोस्। दर्शकबिनहरू लागौँ अब यहाँबाट। सुशीलाकी आमा भन्छन्, सुशीलासँग भएको यो अन्तिम संवाद र सुशीलाको नन्दको बारेमा र सुशीलाप्रतिको टीका टिप्पणीको बारेमा चर्चा गर्नेछौँ। भिडियो अपुरा हेर्नुहोला। दर्शकबिनहरू लागौँ अब आमा छोरीको यो भएको संवादतर्फ। सुशीलाकी आमा भन्छन्, आफ्नै मामाको घरमा छोरी दिए तर मारेर खाए। आफ्नै नन्द र सासूले सिद्ध्याएकी सुशीलाकी आमाले भक्का निँदै भनिन्, मेरो छोरीलाई मेरै दाइले मारेको हो, मैले धेरै माया गरेको छोरीलाई मारेर खाए। उनका अनुसार सुशीलाले हत्या हुनुअघि आमालाई फोन गर्दै, मम्मी आज मलाई मार्न सक्छन्, मलाई लिन आउनुहोस् भनेर गुहार गर्दै आएकी थिइन्। तर आमाले भोलि बाबालाई पठाइदिने आश्वासन दिँदै, तिम्रै मामाको घर हो, केही हुँदैन, ढुक्क भएर बस छोरी भनेर सम्झाएकी थिइन्। दर्शकबिनहरू आज त्यो संवाद, त्यो बोली अन्धकारमय भएको छ भने त्यो अन्तिम संवाद बनेको बताउँदै उनले आफूलाई जीवनभर पछुतो रहने भने परिवारभित्रको यो विश्वासघातले घटेको यो घटनाले समाजलाई गहिरो झड्का दिएको छ। दर्शकबिनहरू आमा नरहेपछि टुहुरा सन्तानको भविष्यप्रति चिन्ता, पैतृक सम्पत्ति तिनै सन्तानको नाममा गर्न स्थानीयको समेत माग रहेको छ। आमा सुशीला बमजनको नृशंस हत्यापछि उनका 3 सन्तानको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो भने आफन्तजनले सुशीलाका 2 छोरा र 1 छोरीको सुरक्षाका साथै उनीहरूको हक हित सुनिश्चित गर्न पैतृक सम्पत्ति तत्काल तिनै सन्तानको नाममा नामसारी गर्न समेत माग गर्दै आएका छन् भने हाल 3 जना बालबालिका मामा घर सुरक्षितका साथ रहेको जानकारी आएको छ। दर्शकबिनहरू आफन्तजनका अनुसार आमा गुमाइसकेपछि उनीहरू टुहुरा समेत बनेका छन्, उनीहरूको बिचल्ली भएको छ। त्यसैले राज्यले विशेष ध्यान दिएर उनीहरूको संरक्षण र भविष्य सुरक्षित गर्नुपर्ने आवश्यकता देख्न सकिन्छ। मृतक सुशीलाका श्रीमान सूर्य बमजन रोजगारीका सिलसिलामा कोरियामा रहेको जानकारी आएको छ भने सुशीलाको हत्या प्रकरणमा श्रीमान सूर्य बमजनको समेत संलग्नता रहेको आशंका गर्दै उनलाई तत्काल नेपाल झिकाएर अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउनु पर्ने माग समेत पीडित पक्षले राख्दै आएको छ। दर्शकबिनहरू प्रहरीका अनुसार आइतबार दिउँसो करिब 4:30 बजे 2.5 तल्ले घरको बीच तल्ला स्थित भान्सा कोठामा सुशीला माथि पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो भने उक्त घटनामा सुशीलाकी सासू 58 वर्षकी माया रानी बमजन र नन्द वर्ष 35 की मीना लामा बमजन संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ। दर्शकबिनहरू घटनाले देशभर आक्रोश र शोक फैलिएको छ भने दोषीमाथि कडा कारबाही र पीडित सन्तानको अधिकार सुनिश्चित गर्न माग अचर्किँदै गएको छ। यो त जो कोहीलाई पनि थाहा भएकै कुरा होला। यति राम्रा छोराछोरीले आमा गुमाए, अकालमै सुशीला बमजनको ज्यान गयो। दर्शकबिनहरू अर्काले उनलाई पेट्रोल छर्केर जलाएर मारे भने सिन्धुलीको होसिया सिन्धुपाल्चोकको होस धनराज लामाले टीका टिप्पणी गर्नुभएको छ, यानि कि उहाँको कमेन्ट हामी पढ्न गइरहेका छौँ। सिन्धुलीको होसिया सिन्धुपाल्चोक नै किन होस्, हामी जहाँको भए पनि एउटै नेपाली हौँ र हामी कहिले भन्दो रहेछ नातेदार त पर्दैन रे, साइनो लाउँदै गयो भने त ऊ नजिकको पनि हुन सकिन्छ, नचिनेसम्म को हो चिनेपछि सबै आफ्नो हो। त्यसैले त्यो घटना विभत्स अत्यन्तै अकुर हत्या सुशीला घिसिङ एकजना बुहारीको हत्या मात्रै होइन, सिङ्गो बुहारीको हत्या भएको हो। अपराधीलाई हदैसम्मको कारबाही गरिनुपर्दछ। आज सुशीला घिसिङको हत्या गर्यो, त्यस्ता कैयौँ सुशीला जस्तो गृहिणी बुहारीको हत्या नहोला भन्न सकिन्न। दर्शकबिनहरू त्यस्तो खाउँ लाउँ भन्ने उमेरमा जबरजस्ती संसार छोडी जानुपर्दा, अर्काको हातबाट मर्नुपर्दा कस्तो असङ्ख्य पीडा भयो होला। दर्शकबिनहरू हामी सोच्न पनि सक्दैनौँ। कलियुगमा मान्छे नै दानव हुन्छ रे, झगडा हत्या घरबाट सुरु हुन्छ रे। वर्षौंदेखि पटक पटक झगडा भइरहँदा बिचरी छोरीले माइतीलाई गुहारेको रहेछ, मलाई मार्न लाएको छन् बचाउनुस् भनेर भनिन्। तर माइतीले नसुने जस्तो गरी व्यवस्था गरिरहँदा झनै घर पक्षलाई सास पायो र अनि कुर हत्या खेप्नु पर्यो। त्यो हत्या नै लागेकै दिन पनि माइतीलाई गुहार्नु भएको रहेछ। त्यो चित्कार कसैले सुनेन, वचन मात्रै गयो खेरा। बिचरी कति तडपिँदै थिइन् होला। बाँसले हानेर खुट्टा भाँच्दा अनि 5 लिटर पेट्रोल जिउँदो शरीरमा छर्केर लाइटर बाल्दा
सोच्दा पनि मन जिरिङ भएर आउँदछ दर्शकबिनहरू। कता कता भक्कानो फुटेर आउँछ। नाच्ने गाउने रमाउने मन जसको पनि हुन्छ, तर एउटा पशुलाई माया लाग्छ भने मान्छे भएर पनि दया धर्म मानवता हराएपछि भगवानको पनि के लाग्दो रहेछ र। अरूभन्दा पनि तिम्लिया सन्तानको खुसी चाँडै उमेरमा खोज्दा झन् चाहिँ मन अत्यन्तै हुन्छ, भक्कानो फुटेर आउँछ। यसलाई तडपाई तडपाई त आफ्नो बाबुआमा मारेको शत्रुलाई समेत पनि मार्नु हुँदैन जति उहाँलाई तडपाएर मार्नुभयो। अर्को जुनीमा त्योभन्दा पनि बढी तडपिनु परोस् भनी कन्जु चाहिँ सँग प्रार्थना गर्दछु, खुनको खुन पानीको पानी बदला भइदियोस्। सुशीला बमजनप्रति हार्दिक श्रद्धाञ्जली भनेर पनि धनुराज लामाले कमेन्ट गरेको देख्न सकिन्छ दर्शकबिनहरू। त्यस्तै गरी आमा र बच्चा बीचको त्यो निस्वार्थ खुसी, ममताले भरिएको हाँसो र भविष्यका ती साना सपनाहरू सबै केही दिनमै पापिनी नन्द र सासूको निरीयताले खुसियो। एउटा निर्दोष नारी जसको एकमात्र गल्ती आमा हुनु थियो, आज न्यायको पर्खाइमा छडपडाइरहेकी छिन्। उनको आँसु केवल व्यक्तिगत पीडा मात्र होइन, यो त हाम्रो समाजको मौनतामाथि उठेको एउटा गम्भीर प्रश्न हो दर्शकबिनहरू। आखिर हाम्रो देश नेपालमा, हाम्रो गाउँ समाजमा यस्तो घटनाहरू किन घट्दै गइरहेको छ त? हामीले आज पनि मौनता साध्यौँ भने भोलि अर्को आमाको काख रित्तिनेछ र अर्को अबौध बच्चाको मुस्कान यसै गरी लुटिनेछ। अन्याय गर्नेहरूको मनोबल अझ बढ्नेछ। न्याय माग्नु कुनै अपराध होइन, बरु अन्यायको विरुद्धमा उभिनु हाम्रो परम कर्तव्य हो। ती निर्दोष नारीलाई न्याय दिलाउनका लागि यो आवाजलाई जताततै फैलाइदिनुहोला। भिडियो जति सक्दो सेयर गरिदिनुहोला ताकि उनले छिट्टै न्याय पाउन्। त्यस्तै गरी बिन्दुले कमेन्ट गर्नुभएको छ, सुशीला बमजन हत्या प्रकरणमा नयाँ खुलासा। सुशीला बमजन हत्या प्रकरणमा अनुसन्धानका क्रममा उनकी नन्दले महत्त्वपूर्ण बयान दिएकी छिन्। प्राप्त विवरण अनुसार नन्दको विवाह भइसकेको भए पनि उनी कर्म घर नगई माइती घरमै बस्दै आएकी थिइन् र यही क्रममा सुशीला बमजनसँग उनको बारम्बार विवाद हुने गरेको खुलासा आएको छ दर्शकबिनहरू। अनुसन्धान अधिकारीहरूसँगको बयानमा नन्दले आफू र सुशीला बीच लामो समयदेखि मनमुटाव रहेको र त्यसै कारणले गहिरो रिस जमेको स्वीकार समेत गर्दै आएकी छिन् भने सोही रिस र आक्रोशका कारण घटना घट्न गएको हो भनेर उनले स्वीकार गर्दै आएकी छिन् दर्शकबिनहरू। आमा नरहेपछि तिम्लिया सन्तानको बिचल्ली हुने चिन्ता, पैतृक सम्पत्ति 3 सन्तान बालबालिकाको नाममा राख्न समेत माग गरेका छन् दर्शकबिनहरू। त्यस्तै गरी मङ्सिरदेखि नै यातना दिँदै आएको रहेछ। बारम्बार मलाई मार्न लाग्यो, यिनीहरूले मलाई मार्छन्, बरु म यहाँ बस्न सक्दिनँ भन्दा माइती पक्षले जहिले पनि भोलि 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 रहन नहुने थियो। सायद सम्बन्ध बिग्रिन्छ भनेर होला, तर सम्बन्ध पनि आफ्नै भित्र रहेछ। आफ्नै हो, मार्न त मार्दैन होला। आफ्नो भदाइनीलाई भन्ने पनि लाग्यो होला, तर पुष महिनामा पनि मार्ने दिन नै पनि मलाई आज मार्छन् भन्दा पनि भोलि बाउलाई पठाइदिन्छु भनेर चुप लागेर बस्न नहुने थियो। सम्बन्धको कुरा गरौँ भने आफ्नो सँगै सुतेको बुढाबुढीको त विश्वास हुन्न, झन् फुपू भदाइनीको के को विश्वास हुन्थ्यो र? हत्यारा 2 जना, त्यसमा संलग्नता जतिजना छन् सबैलाई उहाँलाई जसरी मारे पनि रिस मर्दैन। अरूभन्दा पनि कोपिला जस्ता कलिला ती बालबच्चाको बिजोग भयो र यो खबर सुन्दा कसम मन थाम्नै सकिँदैन। कति तडपियो होला बिचरी। यस्तो सम्म त आफ्नो बाउआमा मार्ने शत्रुलाई पनि गर्नु हुँदैन। कलियुगमा घटना सुरुवात घरबाट हुन्छ भन्थे, हो रहेछ। आज धर्म सकिएछ अब भन्ने बुझियो। अब दर्शकबिनहरू, तपाईहरूले यसबारे के भन्न चाहनुहुन्छ? मनमा लागेको जिज्ञासा कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि नभुल्नुहोला। हस्त धन्यवाद।